कार्यक्रम ल दाजुले ट्याक्क खसी ससी रेडी पार्नुभयो ल हाम्रो बासु दाइले खसी पर्सिँदै हुनुहुन्छ ल खसी मान्न खोज्दैछ है साथी हो ल लो परमेश्वर नरिसाइकन हसिना सिमसार क्षेत्रको हसिना पार्कमा हाँसेर मान है तिमी टाउको साउको नहेरिकन मान 82 सालको पिकनिकमा तिमीलाई चाहिँ अब जुरेको रहेछ लो परमेश्वर मानिन् है नि मजाले मानिन् ल ल ल ल ल ओ भाइ पक्रिन आइज भाइ जता फर्काए पनि भयो पूर्व पश्चिम उत्तर दक्षिण हान्ने मान्छेले मिलाएर हान्नु पर्यो आगो दनाउन बालौँ ल बिस्तार बिस्तार झिक्नु है त्यसको टुप्पो अड्किन्छ माथि हात होइन निकाल्दै हुन्छ त्यस्तै हो आउँछ मिलाएर हात भेट्छ त्यसै नगर्नु एक साइडबाट गर्नु ल खसी मानेको मानै छ एवं रितले लु 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 पक्रिनु हान्नेको चौन दाजु ए ल ल ल ल ल ठिकै छ सल्लाह गरौँला न अर्को जन्ममा जे भए पनि खसी मानिसक्यो हाम्रो चौवन दाजुले चट्ट बनाएर खप्रक्क त्यता लाग्दैन सेन्टरमा पार्नुपर्छ बासुदाई दूरदर्शी मान्छे हो अचानक उफ्रेर पाके लाग्यो खसी अलिक त जगर अलिक यसै गरी 2082 कार्तिकको महिना देउसीको पिकनिकको साथै दामले मिलाउने भोलाबा यहाँ विवाद हुँदैछ कसरी काट्ने भन्ने कुरोमा छलफल भइरहेछ काजीबा हतियार लिएर काजीबा हतियार तेर्स्याइदिनु एकचोटि ल हाम्रो काजीबाले ठ्याक्कै भैँसोरी ढोगेर अब चाहिँ यहाँ के होला कि अंकलहरु ल परमेश्वर नआत्तिकन मिलाएर पछाडीको मान्छे यथा स्थानमा बस्नु ल अब कम्तीमा अब फाइनल चरणमा काजीबा फाइनल चरणमा हुनुहुन्छ सुमसुमी आउँदै काटेको चाहिँ च्याट उठाएको देखाउन ट्याक काजीबा लो परमेश्वर रिलेसन लाग्दैन फेसबुकमा ल वा